ल है हामी चाहिँ अहिले याङ्लाकोट जाने भनेर यो एउटा स्कुल जस्तो रहेछ। ल याङ्लाकोटको एउटा स्कुलमा आइपुग्यो हामी। जलबिरे महावीर भनेको ल जिगरको यो याङ्लाकोट भन्दैछ। ल हाम्रो बाजे पनि यहाँ ए ल बाजे मैले एउटा भिडियो खिचेँ ल तपाईँको यो खिचेर कहाँ हाल्यौँ त युट्युब हो। अहिले चाहिँ याङ्लाकोटमा हो यो माथि अलिकति भर्खर स्कुल थियो त्यो माथि यहाँबाट चाहिँ हामीले यो याङ्लाकोट देख्न सक्छौँ। यो याङ्लाकोटमा चाहिँ मेरो पहिलोचोटिको भ्रमण हो। अलिको सासुआमाको माउले भने ऊ त्यो डाँडाको तल रहेछ है ऊ तल स्कुल पनि छ। अनि त्यो कुन चाहिँ रे ठ्याक्कै त्यो देखेको होइन यो हो यही हो ए यो गाउँ ठ्याक्कै पऱ्यो है। नाम के भन्नु त्यसको? तिन गरे है तिन घरेको यो याङ्लाकोटको घर। म अहिले चाहिँ तलसम्म जान्दिनँ है। यस्तो रहेछ यहाँ यो तिन घरेको याङ्लाकोटको बस्ती। यो त ठुलो बिल्डिङ छ त यो कुन हो? यो अन्त यो के हो? यो चाहिँ याङ्लाकोट यो ठुलो बिल्डिङ हो। ए ठुलो बिल्डिङ तलकै देखिरहेको छ स्कुल हो। ए स्कुल हो यो चाहिँ बस्ती हो नि त। म चाहिँ आज यो याङ्लाकोटमा आइपुग्दाखेरि यो मेरो सासू मम्मीको घर रहेछ। म चाहिँ त्यहाँसम्म पुग्न सकिनँ। यहाँ म माथि श्री जलदेवी जुगल स्कुलबाट चाहिँ यो याङ्लाकोटको स्कुलबाट यो भिडियो लिएको। यो तिन घरे भन्दो रहेछ यस ठाउँलाई चाहिँ। त्यसै कारण यहाँ तलसम्म यहाँको सबै भिडियोहरू चाहिँ लिन सकिनँ। आज म अर्कै कामले आएको थिएँ तर यहाँसम्म यसो घुम्न आइपुग्थेँ यतै सबै भिडियोहरू ल्याउँ न त भनेर म यहाँ आएको थिएँ। त्यसै कारण यहाँ याङ्लाकोटमा फेरि आउँदाखेरि म सबै यहाँको अवस्थाहरू भिडियोहरू ल्याउने छु। तपाईँहरू सबैजनाले यो भिडियोलाई चाहिँ हेरिदिनु होला। ल है तिन घरेको अब म चाहिँ लाली गुराँसको रुख रहेछ। यो चाहिँ ठुलो स्कुल। एउटा मान्छेले भन्नु त भन्छ नि अरे यो गाउँठाउँमा अलिक बुझे छैन क्या मान्छेले अलिकति छेकीहरू रहेछ। विकास भएको र यस्तो पनि हजुर यो गाउँ पनि विकास भएको र यस्तो पनि ए हेर्नु खेतीपाती के छैन धनी धनी रहेछ नि अन्त हेरी त अनि धनी त बिल्डिङ छ यस्तो ठाउँमा न केही उस हुनु बाटो राम्रो राम्रो भयो नि जस गाउँमा मान्छे यस्तो ठाउँमा यत्रो बिल्डिङ बनाएर बस्नु भने त होइन गाह्रो खेतीपाती त्यति हुने है मान्छेले बनाउँदैन नि गाउँमा यस्तो पाहाडमा हतको राम्रो घर यति खर्च गरेर नि त यति खर्च गरेर कसले बनाउँछ नि। अहिले चाहिँ यो स्कुलमा थियो याङ्लाकोटको। त्यसै कारण श्री जलदेवी सेकेन्डरी स्कुल भन्ने रहेछ जुगलको 7मा याङ्लाकोटको। यतातिर आइपुगेको थियो है। त्यो चरा कस्तो रहेछ। ल यस्तो खत्तम भएछ। पारिसम्म पर्दो रहेछ है याङ्लाकोट 7मा जुगलमै पऱ्यो है। म
म चाहिँ अघि यो बिसिङखरबाट जुगरको यो याङ्लाकोटको श्री जलदेवी सेकेन्डरी स्कुलमा गएको थिएँ। त्यहाँबाट चाहिँ अहिले फर्किरहेको छु र अहिले फेरि पनि म यो जुगलको बिसिङखर भन्ने ठाउँमा जाँदैछु। त्यसै कारण याङ्लाकोट चाहिँ सबै घुम्न सकिनँ। सबैजना यो भिडियोलाई हेरिदिनु होला। बाई बाई।